ल गाइज हाम्रो सुरु हुन लागिसकेको छ खाजा ब्रेक चाहिँ ये त सुरु हुँदै खतम हो गया भन्ने के राइट जय दान बाई ओके गाइज हाम्रो सबै केटाहरू सबै आइसकेछ भेला भयो अब तौथली तर्फ लाग्ने सो गाइज छोटो मिठो ब्रेक खाजा ब्रेक हाम्रो बबल हेरे क्यामेरामा एकचोटि हेरे क्यामेरामा सो गाइज हामी निस्किसकेको छौँ दुईटा बाइक दुईटा स्कुटर गाइजहरू सबैजना भेला भइसकेको छ बिहान 6 बजी निस्किने कार्यक्रम सर्दा सर्दा 8 बजिसक्यो हामी चाहिँ यहाँ नगरकोटको रोडमा पानी सुरु भयो यो चाहिँ गोदावरी जाने बाटो भयो क्या यो घरको यो डिजाइन छ त जहिले यसले चिन्छ क्या म गोदावरी जाने बाटो भनेर जाउँ न हो झन् कुरिरहेछ सन्देशहरू आएन त्यो गाइज हामी सूर्य विनायक पुगिसकेको अवस्था तल गाउँको बाटोबाट धेरै नै पानी परेको अवस्थाले गर्दा पानी परे व्हाट टु डु अब यस्तै धुलो माटो खाँदै हिँड्नुपर्छ हामी अब इस सज्जन को क्या तकलीफ झन्डै लड्यो नि दाइ हेर्दा ब्याग 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 अनि दाइ कस्तो मजा आइरहेछ त वाइल्ड मजा आइरहेछ ओके छ त आयो नि यता ओ माई गड वाइट पाउडर उडाउने भयो यार लेट्स गो गाइज हामी टक्क लाएर धुलीखेल पुगिसक्यो एज यु क्यान सी द वेदर फगहरू बाटोमै छ मौसम चिसो चिसो तर जोस चाहिँ एकदम फुल है बात तो सही है टक्क लाएर ओ माई गड कस्तो बवाल हो ल ओए पुरै हुस्सो छ यार ओ लभली मुला बिहान 6 बजी आएको भए के हुन्थ्यो हाम्रो हालत यता केही देख्थेन है बाटो त अहिले नै हेर न सेट बबाल छ गाइज जस भ्यू ओए तल त केही देखेको छैन ओ इगल इगल ओ माई गॉड तो हाइटमा छ हामी ओ शिट आपको आँखों का मसला ऐसा लगता है कि मैं बन के बादल ओए यहाँ त झन लौ न आमा यहाँ हेर त झनै ल यहाँ त ल यहाँ ल के देखेछ नि यहाँ त झन हेर न बिगी बिगी बातों में लौ न यो टिपर खस्यो क्या तल हो रहेछ ल वेदर हेर न वेदर डिमान्ड मौसमले च्यालेन्ज हाने क्या हेर न झन् ओए 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 त्यहाँ हेर सुसु ब्रेक हान्नुपर्छ क्या इन्टु द नेचर हान्ने भन्ने सोचेको नि त A little longer than a few minutes later. Crazy. Silence. Swim. Sikiko studio man, let's go. Stream गरे song ला follow on IG when I pull up in the club man. मलाई चाहिदैन आइडी आशिष दाइ पनि छ नि साथमा ब्याकमा अलमाइटी यति छु माथिमा हानेर बेर्दैन साइकी कम्पनी चाहियो अर्ग्यानिक न हाइब्रिड स्टुडियो सेसन भन्दा नि सेतो लाइफ चिल जाऊ 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 ईशान दाइ त गइसक्यो घोडा दाइ पो रहेछ ल चिने थिएन अघि ल अघि त्यत्रो बाटोमा सब हाम्रै ग्रुप गइरहेको क्या त्यो बाइकमा सो गाइज अझै बाइक जुड्दैछ हामी हाइवेमा हिँड्दैछौँ त्यही अनुसारमा अब हाइवे हिँड्दै जाँदै साथीहरू भेटिँदै गरेर अब कोही बिहान हिँडेको कोही अघि भर्खर हिँडेको कोही हामीसँग हिँडेको त्यही पारामा टक्क ढुङ्गेदारामा केटाहरू भेटेछ अब उतातिर एउटा 390 भेट्यो हामीले एउटा एडभेन्चर फेरि अर्को एउटा नेकेड भेट्यो हाम्रो साथीको सिबिआर बन्दैछ सो वी आर अन द स्कुटर सो म एज युजुअल मेरो बाइकमा मलाई भइरहेको सोनिया ठाउँमा बोल्नु चल्छ तर होइन सोटी माफिया ब्लक देखि थक ब्लक बोक्ने पनि मेरो साथी छ ब्लक हेरेर बसिन हसल हानेपछि टाइम आफै फेरिन्छ केरिन्छ इतिहास बिटमा बोले कि सब कुरा पर्दा फास्ट सर्वनाश पारिदिन्छु भिडियोमा पारा नै ओदिस जन्मजातको ल
सेक्सी बाटो आउनु थाल्यो अब खोइ त केटाहरू भिडियोमा पाराले उच्च जन्मजातको छ नि म जस्तो फन्त खास फेसमा छ दाग मेरो भ्लगमा हाई गरिदिनु एकचोटि तर छैन नि मनमा बात आफ्नै चुलेनमा ततेर बाटो न थाहा छ नि के हुन्छ भएपछि बाटो काग बदेलको मासुमा रायो साग्रा पानी डोकोमा हुन्छु नभन्न लायो दाग यस्तै छ चाल चलन छैन के बाल मतलब सो एभ्रिबडी हामी यता दोलाल घाट पुगिसकेको अवस्था एकछिन बस्यो माछा साझा खाजा साझा खायो ब्रेकफास्ट गऱ्यो हामी लाग्दिएको छौँ केटाहरू बतेर गइसक्यो हामी त हेरेको हेरै बाटो धेरै आनन्द भएको छ अहिले पऱ्यो त बाग पर्ने ढाल्छु म तैरी नगाह्रो के साह्रो हाम फाल्न त तैरी नगाह्रो के साह्रो हाम फाल्न त Why and Bridge know when to talk Why and Bridge know when to stop Why and Bridge बोले सबै flop Why and Bridge को टोले hip hop Why and Bridge know when to talk Why and Bridge know when to stop Why and Bridge बोले सबै flop Why and Bridge को टोले हाम्रो ईशान दाजु कहाँ हुनुहुन्छ अगाडि निस्क्यो है हामीभन्दा भने हामीभन्दा अगाडि टायर निस्क्यो क्या वर्ल्ड अगाडि ओ माई गड सो गाइज हामी टक्क लाएर खाना खाना आइसकेछौँ दाइ कहाँ हो हामी भन्नु त यो हजुरहरूको उही पुरानो सिन्धुपाल्चोक चाङाचोक सिमले भन्ने ठाउँ हजुर यहाँ फोन नम्बरहरू यहीँ फोन नम्बर यही छ खाना मिठो छ टक्क दाइ लाएर हस्त नमस्ते है हजुरहरू पनि जस्तै काठमाडौँदेखि भैरवकुण्डा कालिन्चोक दोलाखा तातो पानी होइन अनि सुकुटेबी सैलुङको यात्रामा हुनुहुन्छ भने कहाँ भन्दा फोन नम्बर मजाले सेवा गर्नुहुन्छ है सर यस खाना एकदम मिठो छ ल हजुरहरू पनि आउला होला आउनु सबैको रिभ्यू लिउँ कि के रहेछ अरे बिहेवाला टक्क लाएर अरे मजा आयो गाइस इन्जोय गरौँ गाइस हामीले खाना साना खाइसक्यो यो सबै हाम्रो स्कुटर बाइकहरू यतिजना हामी जानु लाग्यो टक्क लाएर एउटा 390 भयो एउटा 390 अर्को नेकेडमा भयो एडभेन्चरमा डियो एप्रिलिया मेरो सेक्सी त्यहाँ भइहाल्यो एउटा BMW छ हामीसँग यहाँ योहरू त थाहा भएन अनि एउटा अर्को ट्रायम्फ छ हामीसँग त्यहाँतिर केटाहरू रमाइलो गर्दैछन् अब आज यसो फ्राइडेको दिन स्याटरडे जाने स्याटरडे फर्किने एक दिन बसेर होइन अब यसो फ्यामिली टाइम भनेर खाना साना खायो भ्यायो अल फिनिस ड्यामेज इज डन क्या मुस्कुराहट है हाम्रो सानो फ्युचर राइडरलाई लिएर हिँड्दैछौँ हामी यहाँ मजाले फर्स्ट लङ राइड इंटरनेशनल टूर क्या मुस्कुराहट है इन्टरनेसनल टुर सो गाइज हामी निस्किन लाग्यो टक्क यहाँबाट खानासाना खाइयो सबजना रेडी छन् हामी हाम्रो टक्क त्यो दाइकोमा खाएको टक्क दामी छ सबैजना आउनु पर्यो ओके छ त गाइज हामी खानासाना खाएर हिँडिसकेको छौँ अब वेयर अलमोस्ट देयर अब यो डाँडा कटेर यसको पछाडि छ हाम्रो तौथली गाउँ माथिको डाँडा खोला परेछ पहिरो गएछ यार चेहेरे बजार केटाहरू क्रेजी सो गाइज यस्तै छ खोला बढेर पानी बढेर रमाइलो आज चाहिँ मैले बाइक किन नकुदाएको हाइवेमा भन्दाखेरि चाहिँ मेरो पछाडि पिलियन भएर प्लस कस्तो हो भन्दाखेरि अब यस्तो नाइस वेदरमा चिल एक्स पारमा जाउँ भनेर होइन स्टिल पहिरो गएर रहेछ क्या ओहो गरेको थिएँ मैले यहाँ सबैलाई सधैँ नै प्रार्थना साथ कति थिए राम्रा कति नराम्रा महिने बाटोमा सकिन्छ दुनियाँ टुटिन्छ मन के राखेछ जातोमा म उडेको चरीलाई आनन्द लिन देउन समातन सो गाइज हेर्दा हेर्दा हामी सुकुटे बिच पनि पुगिसकेको छौँ उडेको चरीलाई आनन्द लिन देउन समातन बेसीले सुरु भएको यो बाटो अन्त्य गाजामा गर्दैछु अघि सोच्दैछु आफूलाई सधैँ नै राजामा कतिको पीडा सहे भिरमा रितिदिन काछु म गहिरो सो भिजन नारा द रिजन थाहा छैन काछु म थाहा छैन अहिले कहाँ छु म पहिला भन्दा अलिक फरक पनि बुझ्दै चाहिँ बाँचेर जान्छु म तर भन्ने कुरा बाँच्छु
सो गाइज हामी तौथली जाने टक्क लाएर यता हामी खाडी चौर पुगिसकेको छौँ। खाडी चौरको पुल हामीसँग टक्क लाएर 1 2 3 4 5 6 7 9 10 11 माई गड 10 11 अराउन्ड बाइक छ है हामीसँग। नट स्योर। अब हामी त पुल हेर्दै गर्ने। पानी बगेको हेर न फक्का। होइन सर पानी त बबाले बगेछ त। होइन खोलामा नखेल्ने क्या हामी ट्युब लिएर छ नि। उता सिटीको केवसमा बसेर यस्तो पानीको आवाज सुन्न त मजै आउँछ नि। सो गाइज हामी अफिसियल्ली खाडी चौर सिन्धुपाल चोक पुगिसक्यो। अब यहाँबाट तर्फ लाएर हामी आधी घन्टाको बाटोसम्म माथि जाने, तौथली जाने, आर्को डाँडा चढ्दैछौँ हामी। उतातिरबाट पानी मस्त परेको देखिरहेछौँ हामी। ओहो वाट अ लभली भ्यू। कस्तो बवाल देखेँ यार। हो सेट यस्तै छ पारा, यस्तै छ जिन्दगी गाइज। पानी पर्न थाल्यो। केटाहरू कहाँ गयो? रेनकोटै छैन। एउटा रेनकोट सलामसँग छ, एउटा सन्देशसँग छ। यत्रो कम भएछ यार पानी। हत्रुवाको पानी रहेछ। यति त भिज्नै पर्छ हो घुम्न आएपछि त। वाट्स अप एभ्रीबडी, हामी अहिले चाहिँ यस्तो ठाउँमा आइसकेको छौँ। बवाल देखिरहेछ जेस। यस्तो छ गाइज टक्क लाएर भ्यू। हाम्रो सेक्सी यहाँ छ टक्क लाएर। प्लिज इन्स्टाग्राममा चेक गर्नु होला कस्तो कस्तो भिडियो फोटो खिच्यो हामीले। प्लिज डु फलो मी, लाइक सब्सक्राइब सेयर। थ्याङ्क यू भेरी मच। कस्तो मजा आइरहेको तिमीलाई? एकदम धेरै एकदम धेरै मजा आयो नि। भ्यू कस्तो लाग्यो? गयो नि माथि टन्नै पानी छ। गाइजहरूलाई म अब माथि भेट्छु। यो मेसी हो कि क्या हो त? मेसी 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 मेसी। त्यही बस्यो होइन हामी बस्यौँ नि त। यस्तो दामी दामी फोटो भिडियो खिचेछ हामी। यता अघि एकछिन पहिला आउनु पर्ने हो क्या। अघि एकछिनमा आउनु पर्ने हो क्या। यस्तो बवाल भएको थियो यहाँ। अहिले फोटो देखाउँछु। ओ माई गड बादल त कस्तो मजाले हिँडेको यार। सो गाइज हामी अलमोस्ट तौथली पुगिसकेको छौँ। टक्क लाएर यस्तो भ्यू तपाईँले इन्जोय गर्न सक्नुहुन्छ होइन। इन्स्टाग्राममा फलो गर्नु, लाइभ अपडेट लिनु के कस्तो भइरह। ओ ड्याम कस्तो बवाल भएको साथी। 360 खोइ 360 खोइ 360। ओ सेट लाग्यो नि बवाल भिडियो आउँछ। क्या घाम लाग्यो होइन एकैछिनमा है। सही देखिरहेछ है गाइज। बाटो चेक करो, बाटो चेक करो। बवाल छ बाटो। ओ शिट म्यान कस्तो बवाल देखेको। सो गाइज हामी पुगिसकेको छौँ यतातिर। अब घरतिर लाग्ने। घरतिर भन्दाखेरि पनि गाउँको घरतिर केटाहरू सब रेडी भइसक्यो। यताबाट हाम्रो बाटो यो चाहिँ हाम्रो गाउँ जाने बाटो तौथलीको माथि गयो भने चाहिँ मुडेतिर पुग्छ गाइज। यता तलतिर गयो भने चाहिँ तौथली ट्याक्क लाएर अलिकति बाटो बिग्रेको जस्तो छ। हुन त 2 वर्ष भइसक्यो म नआएको, तर जस अलिअलि बिग्रै छ। यतिसम्म चाहिँ बनिसकेको रहेछ जम्मा। कति थिए राम्रा कति नराम्रा महिने बाटोमा। सकिन्छ दुनियाँ टुटिन्छ मन के राखेछ जातोमा। म उडेको चरीलाई आनन्द लिन देउन समातन। पेन्सिलले सुरु भएको यो बाटो अन्त्य यहाँ गाजामा। बढ्दैछु अघि सोच्दैछु आफूलाई सधैँ। अब स्पोर्ट्स बाइक लिएर आएर यस्तो बाटो हिँडे हामी। यस्तो त छ हामी यार। कतिको पीडा सह्य भिरमा रुचिदिएका छु म। मेरे ख्वाबों में जो आई। सर्टकट हान्ने यताबाट। ओ माई गड ओ माई गड ओ माई गड।
ओ यता चाहिँ बनिसकेको रहेछ यार बाटो हो नि त मेरे ख्वाबों में जो आ ओ तौथली ओ माई गॉड गाइज यसरी हामी वाटरफल झरना नदी कुवा पहाड अब एउटा बवालवाला आउँछ यता योहरू चाहिँ गाइज जस्ट स्टार्टिङ मात्रै हो होइन योभन्दा बवाल झरना हामी चाहिँ आज गएर एक्सप्लोर गर्नेवाला छौँ टक्क लाएर वाटर क्रसिङ गरिसकेको छ हामीले गाइजहरूले नि वाटर क्रसिङ कटाएछ दामी दामी पुग्यो कस्तो बवाल देखेको यार इन्जोय गरे गाइज यस लाइफमा एकचोटि सक्दो तौथली आयो यस्तो नेचुरल कुराहरू हेर्न पाइन्छ हाम्रो टक्क के यसरी जानुपर्ने हुन्छ हामी मनसुनको सिजनमा सर्टै सर्ट ल ल ल सही छ उतातिर हेरेर त एउटा झर्ना देख्छु टेल मी गाइस के चाहियो के समस्या पर्यो हेल्प गरिदिनु पर्यो म हेल्प गरिदिनु पर्यो के समस्या पर्यो भिडियो खिच्यो नि एकजनाले उता गएर बवाल होला हामी यस्तो बवाल ठाउँमा झर्नामा आएर ओ यस्तो छ गाइस जिन्दगी टक्क लाएर आफ्नो पारामा ढुङ्गेधारामा यस्तै छ चाल चलन छैन के बार मतलब तार परि त ब्याग पनि ढाल्छु म तैरी नगाह्रो के साह्रो हाम फाल्न त यो तैरी नगाह्रो के साह्रो हाम फाल्न त Why and rage in a way to talk Why and rage in a way to stop Why and rage बोले सबै flop Why and rage को टोले hip hop Why and rage in a way to talk Why and rage in a way to stop Why and rage बोले सबै flop Why and rage को टोले hip hop Why टोले hip hop pure hustle अझै नि देख्छ नि ग्याङमा जोसँग गरे स्ट्रगल चाहियो एन्सी चाहियो डलर छाडिदिए आजकल चेप्नु बटन स्निच हरलाई हान्छु सिधै कट अफ बिच हरलाई पनि दिन मतलब ठिस लाइक सोच्दा ओ माई गॉड लेट्स गो लाग्छ मलाई आजकल निकै फक्ट अफ पिस भाइ चिलमा बस्छु जहिले म त हुर्केको एरियम वेस्ट साइड एक धारामा जम्पन अनुहार सोझो हरामी हरकत के कुरा गर्छस् मेरो त गीत नि आमाको फोनमा बज्छ नेपालमा दारू पारी चाहिँ खट्नु यता चाहिँ हक पारी चाहिँ मस्त बेतालको मान्छेसँग बोलेर गर्दिन कहिले नि एनर्जी खर्च रुक्न साइडबाट आऊ भनेको रेस खेल्ने हो मेरो छोराले खेल्छ ओ माई गॉड ओ माई गॉड यानी छ एकछिन पखलो मैले सुन्छु मजाले बसेरै सुन्छु कुरा मैले बुझेँ कि तर एकछिन पखल ओए केही देखेछ नि यार ए पछाडिको पो कुरा गरेँ अब छोडिदेऊ भिडियोग्राफर अफ द डे अझै नि देख्छ नि ग्याङमा जोसँग गरे स्ट्रगल चाहियो एन्सी चाहियो डलर छाडिदिए आजकल चेप्नु बटन स्निच हरलाई हान्छु सिधै कट अफ बिच हरलाई पनि दिन मतलब ठिस लाइक सोच्दा लाग्छ मलाई आजकल निकै फक्ट अफ पिस बाइक चिलमा बस्छु जहिले म त हुर्केको एरियम वेस्ट साइड एक धारामा जम्पन अनुहार सोझो हरा यस्तै छ गाइज यताको सिनेरी भ्यू बाटो चाहिँ अलिकति खत्तम छ तर यही हो एडभेन्चर भनेको गाइज अब जहिले ओह पानीमा झार्यो नि जहिले चिल्लो बाटोमा कुदाएर भएन नि यस्तो डाँडाकाँडा नि कुदाउनु पऱ्यो एक्सपिरियन्स लिनु पऱ्यो त्यही हिसाबमा अब बाइक झिक्दैछौँ हामीहरू टक्कलाएर एडभेन्चर सुन अब त्यो एडभेन्चर भएपछि डाँडाकाँडाको अलिकति भ्लगहरू तपाईँले मजाले देख्न सक्नुहुन्छ केटाहरू ओ माई गड ओ त्यहाँ कस्तो भल देख्यो यार ओ माई गड आमा हुस्सो
ओ शेट हुस्सो गाइज हुस्सो आइपुग्न लाछौँ हामी तौथली गाउँ अहिलेको लागि अब ब्याट्री सकिन्ला बिहानदेखि नन स्टप हामीले चलाछौँ अहिले अब माथि पुगेपछि देखाउँला अब यस्तो भ्यू त देखि नै रहन्छौँ अब हामीहरू भोलि फर्किँदाखेरि अब यताबाट देखाउँला आजको लागि यति गाइज अब झर्नातिर गयो भने अलिअलि फुटेजहरू हाल्छु होला म अब यो भ्लग ठुलो भयो भने चाहिँ पार्ट 1 पार्ट 2 भएर आउँछ ठुलो भएन भने चाहिँ काठमाडौँ गएकोदेखि फर्केको सम्मको देख्नुहुन्छ एक रनको हानौँ न अफ रोडमा यसले मेरो बाइकबाट अस्ति 3-4वटा नट झरेको थियो यस्तो अफरोड जाँदाखेरि फेरि अब कतिवटा झर्ने होला बिचरा मेरो ग्यारेजको त्यो दाइले अरू नट खोज्दा खोज्दा हैरान हुन्छ भने मेरोमा नट हाल्नलाई होली 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 बिस्तारै बिस्तारै हामी गाइज तौथली आइसकेको छ तौथली पुरै इन्टु द क्लाउड्स भइरह अहिले वेलकम टु तौथली गाइज वेलकम टु तौथली ओके गाइज अब अरू भने यस्तै हो यही हो हाम्रो यताको नेपालको स्विजरल्यान्ड भनेको पानी पर्दा झन् हरियो हरियो भा अमेजिङ माथितिर एउटा खरी ढुङ्गा भन्ने बाटो छ क्या ओइ 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 अनि त्यो माथि त्यो खरी ढुङ्गातिर चाहिँ कस्तो छ भन्दाखेरि खरी ढुङ्गाबाट ढुङ्गाहरू त्यो कोलहरू हुन्छ नि कोलहरू त्यसमा राखेर अनि तल आउँथ्यो क्या मेसिनमा ऊ घर आइसक्यो उतै छ घर कहाँ आइपुगेछ हामी से हेलो टु द भ्लग हेलो तौथली आएको तौथली आउनु भएको फर्स्ट टाइम यति चाँडो आउनु भएछ त सबैभन्दा पहिला सबसे फर्स्ट लगाइज हामी तौथली आएर टक्क घरमा सेटल भइसक्यो यस्तो छ बाहिरको भ्यू अहिले मजाले घुम्दैछौँ ओहो कल आयो हजुर बजार घुम्न आएको गाउँ पुरै खाली छ भएको नभएको सबै अब यङ्स्टरहरू अब बाहिर विदेश जान्छन् नि त अनि दसैँ तिहार मात्रै हो अनि टक्क लाएर यो हाम्रो दाइको यताको भाइरल क्याफे हेर्नु दाइ ए केक मफिन टक्क अहिले उता बनाउनुहुन्छ